नमस्कार, लायन्स स्टार कार्यक्रममा स्वागत छ। लायन्स स्टार कार्यक्रम आजको पहिलो अङ्क हो। हामी लायन्स स्टार कार्यक्रममा विश्वमा सबैभन्दा अग्रणी सामाजिक सेवा गर्ने संस्था लायन्स इन्टरनेसनलसँग सम्बन्धित भएर अर्थात् नेपालमा रहेका लायन्स लिडरहरूसँग सम्बन्धित रहेर नेपालमा लायन्सको भविष्य, नेपालमा लायन्सको इतिहास लगायतका अन्य धेरै लायनिजमको कुराहरूको विषयमा कुराकानी गर्ने गर्दछौँ। यो कार्यक्रम मैले विशेष गरी मेरो आफ्नो पत्रकारिताको लामो अनुभव र एउटा मात्र बिट समातेर गर्न लागि पहिलो प्रयास हो। लायन्स स्टार कार्यक्रममा विशेष गरी लायन्स क्लब बाहेक अन्य कुराकानीमा हामी गफ गर्दैनौँ र यसमा कुराकानी गर्नुको मुख्य उद्देश्य भनेको नेपालमा लायनिजमको इतिहासको बारेमा आम नागरिकलाई थाहा दिनु र उहाँहरूलाई लायन्स क्लबप्रति आस्था जगाउनु हो। नेपालमा भएका लायनिजमका केही विकृतिहरू रहेछन् भने तीलाई निरुत्साहित गर्दै लायन्स क्लबमा सक्रिय हुने समाजसेवीहरूको हात अगाडि बढाउनु हाम्रो कार्यक्रमको मुख्य लक्ष्य रहनेछ। यसै क्रममा नेपालमा रहेका 15वटा डिस्ट्रिक्टहरूमध्ये मल्टिपल 325 अन्तर्गत रहेको डिस्ट्रिक्ट 325 जे नेपालका डिस्ट्रिक्ट गभर्नर पिएमजेएफ लायन मिलन बाबु मल्लज्यूलाई आज हामीले पहिलो अतिथिको रूपमा निम्त गरेका छौँ। आउनुहोस् उहाँसँग कुराकानी गरौँ। गभर्नर साहब, कार्यक्रममा स्वागत छ यहाँलाई। धन्यवाद सर। अब यो लायन्स सदस्य हुँदै आफ्नो यात्रालाई अघि बढाउने क्रममा डिस्ट्रिक्टको गभर्नरसम्म आइपुग्नु भएको छ। यो यात्रालाई चाहिँ कसरी लिनुहुन्छ? यो चाहिँ एउटा कस्तो भने अहिले पनि मलाई याद आइरहेको छ कि जब मलाई लाइनिजममा एउटा आउँदा जुन बेला म लाइनिजममा प्रवेश गरेँ त्यो बेलामा चाहिँ म अमेरिकामा थिएँ। हजुर। मेरो वाइफले नै एउटा हामीहरूको लायन्स क्लब अफ काठमाडौँ वनस्थली भनेर हामीले एउटा फ्यामिली क्लब गठन गरेको थियौँ र त्यो बेलामा म अमेरिका भएको बेलामा चाहिँ मलाई यो लाइनिजममा भित्राउने मेरो वाइफले चाहिँ यो लायन्समा मलाई भित्राइनु भएको थियो त्यो बेला। र यसरी अब एउटा म चार्टर प्रेसिडेन्ट पनि होइन, एज ए चार्टर सदस्यको रूपमा लाइनिजममा भित्रेको थिएँ र त्यसरी आफ्नो एउटा पर्फर्मेन्स देखाउँदै म विभिन्न पदमा त्यसपछि म क्लब प्रेसिडेन्ट भएँ, त्यसपछि जोन, रिजन, अब धेरै हुँदैखेरि अब अहिले आएर म डिस्ट्रिक्टको सबैभन्दा महत्त्वपूर्ण पद एउटा डिस्ट्रिक्ट गभर्नर जस्तोमा पुगेको छु। यसमा चाहिँ यहाँसम्म आइपुग्दा चाहिँ मलाई विभिन्न मेरा आदरणीय लिडरज्यूहरूको मार्गनिर्देशन प्राप्त भइराखेको छ र सम्पूर्ण लाइन साथीहरूको चाहिँ एउटा सहयोग मिलिराखेको चाहिँ मैले अनुभव गरेको छु। अब जस्तो योमा तपाईँ आफै व्यवसायी पनि हुनुहुन्छ होइन, आफ्ना थुप्रै व्यवसायहरू छन्, घर फ्यामिलीहरू अलिकति टाढा हुनुहुन्छ, समाजसेवा काम एकातिर गर्नु परिरहेछ, पर्सनल लाइफ पनि छ। यो सबैलाई चाहिँ कसरी व्यवस्थापन गरिरहनु भएको छ? सबैभन्दा ठुलो त हेर्नुहोस् मेरो बुझाइमा जहाँ इच्छा त्यहाँ उपाय भन्ने हुन्छ। हजुर। किनभने लाइनिजमले नि के भन्छ भने तपाईँले सबै घर परिवार छोडेर बिजनेस छोडेर लाइन्समा सेवा गर्नु भन्दैन कहिले पनि। सबैभन्दा कुरा एउटा महत्त्वपूर्ण टाइम म्यानेजमेन्टको कुरा हो। यसमा चाहिँ अब मैले एउटा आफूले पारिवारिक दायित्व जुन निर्वाह गर्न पर्छ त्यो पनि मैले पुरा गरिराखेको छु र त्यस साथसाथै म एउटा बिजनेस हाउससँग पनि रिलेटेड भएको हिसाबले बिजनेस हाउसलाई दिएर पनि जुन एउटा बाँकी रहेको समय छ त्यो लाइनिजमलाई दिँदाखेरि त्यो पर्याप्त मात्रामा पुग्ने मैले देखेको छु र मैले त्यही अनुसार चाहिँ काम गरेर अगाडि बढिराखेको छु। डिस्ट्रिक्ट गभर्नर भइसकेपछि अब यो विभिन्न कार्यक्रमहरू हरेक डिस्ट्रिक्टमा गभर्नरले आफ्नो आफ्नो कार्यक्रम एउटा छानेर ल्याउने चलन नै हुन्छ। यो अनुसार चाहिँ तपाईँले आफ्नो कार्यकालमा मुख्य कार्यक्रमहरू के ल्याउनु भएको छ? मैले यस वर्ष मेरो मुख्य कार्यक्रममा चाहिँ बेसिकल्ली लायन्स विथ लोकल गभर्मेन्ट, स्थानीय सरकारसँग लायन्स, त्यस्तै गरेर वुमेन्स इम्पावरमेन्ट, महिला सशक्तिकरण, त्यस्तै गरेर मेम्बरसिप ग्रोथ भयो, क्लब एक्सटेन्सन र एउटा डिस्ट्रिक्ट बिल्डिङको पनि हामीहरूको लाइनिजममा आवश्यकता भएकोले मुख्य गरेर यो 5वटा विषयलाई चाहिँ मेरो यस वर्षको मुख्य कार्यक्रममा ल्याएको छु। ती 5वटा कार्यक्रमहरू सबै सम्पन्न भए अथवा सबैले राम्रोसँग सफलता दियो, डिस्ट्रिक्टलाई चिनायो, अथवा कोही चाहिँ कमजोर हुने अथवा कुनै चाहिँ सम्पन्न गर्न गाह्रो हुने भयो? अवस्था के रह्यो ती कार्यक्रमहरूको? यसमा अब धेरैभन्दा धेरै कार्यक्रमहरू त एकदम राम्रोसँग नै सफल भएर आइराखेको छ, तर पनि अझै पनि मैले गर्नुपर्ने मेरो कार्यकाल भनेको एउटा जुनको अन्तिमसम्म रहने हुँदा मैले अझै पनि थुप्रै कार्यक्रमहरू गर्न बाँकी छ। यसमा चाहिँ विशेष गरेर स्थानीय सरकारसँग लायन्सलाई चाहिँ मैले मुख्य गरेर मेरो पहिलो कार्यक्रम ल्याएको थिएँ। यसमा मेरो सोच चाहिँ के थियो भने
हामीले जति पनि सामाजिक सेवाका कार्यहरू गर्छौँ त्यो चाहिँ स्थानीय जनतासँग पुगोस् भन्ने हिसाबले चाहिँ र अर्को कुरा लाइन्सको पनि एउटा ब्रान्डिङ होस् भनेर चाहिँ हामीले जति पनि कार्यक्रम गर्दा चाहिँ स्थानीय सरकारका प्रतिनिधिहरूलाई बोलाएर हाम्रो कार्यक्रममा एउटा समावेश गराउने, जसले गर्दा चाहिँ भोलिको दिनमा चाहिँ स्थानीय सरकारको कार्यक्रममा पनि हाम्रो लाइन्स साथीहरूलाई चाहिँ एउटा समावेश गरोस्, इज्जत दियोस् भन्ने मेरो सोच हो। र अर्को कुरा चाहिँ अहिले जुन एउटा स्थानीय सरकारसँग चाहिँ एउटा हरेक हिसाबको एउटा अब पावर भनौँ या पैसा भनौँ हरेक हिसाबको चाहिँ स्थानीय सरकारसँग रहेकोले चाहिँ भोलि हामीले कार्यक्रम गर्दाखेरि चाहिँ स्थानीय सरकारसँग जुन एउटा आर्थिक सहयोग पनि होस् भन्ने हिसाबले चाहिँ मैले यो लाइन्स विथ लोकल गभर्मेन्ट 1 नम्बरमा मैले यो कार्यक्रम ल्याएको थिएँ र धेरैभन्दा धेरै लाइन्स साथीहरूले यसलाई एउटा सफल बनाउनु पनि भएको छ। स्थानीय सरकारसँग मिलेर यसलाई धेरै राम्रो गर्नुभएको छ। र अर्को रहेको छ वुमेन्स इम्पावरमेन्ट, महिला सशक्तिकरण भन्ने छ। यसमा चाहिँ विशेष गरेर के छ भने हाम्रो नेपालमा लगभग 50% भन्दा बढी चाहिँ महिला दिदीबहिनीहरू हुनुहुन्छ। जबसम्म हामीले चाहिँ महिला दिदीबहिनीहरूको विकास गर्न सक्दैनौँ तबसम्म देशले विकासको गति लिन सक्दैन। त्यो कारणले गर्दा हामीले त्यस्तो ठुल्ठुलो काम पनि गर्न आवश्यक छैन। स्थानीय महिलाहरूको चाहिँ जुन एउटा उहाँहरूको अपेक्षा के छ, उहाँहरूलाई चाहिँ कस्तो खालको सिपमूलक तालिम दियो भने उहाँको जीवनस्तर उक्सिन्छ, त्यस्तो खालको एकदम भन्नुहोस् नि साधारण एउटा सिलाइ बुनाइका तालिम हुन सक्छन्, तपाईँको अचारहरू बनाउने ब्युटिसियन कोर्सहरू हुन सक्छन् हैन, एउटा गार्मेन्ट्सको सामानहरू बनाउने, घरेलु सामानहरू बनाउने। त्यस्तो गर्दा पनि के हुन्छ भने स्थानीय महिलाहरूलाई चाहिँ एउटा आफ्नो जीवन आर्जनको चाहिँ एउटा ठुलो सहयोग हुन्छ भनेर मैले यो वुमेन्स इम्पावरमेन्ट अन्तर्गत यो कार्यक्रम ल्याएको छु। र अर्को रहेको छ मेम्बरसिप ग्रोथ। अब मेम्बरसिप ग्रोथमा के हुन्छ भने जब मैले लाइन्सको बारेमा सुनेको थिएँ त्यो बेला पनि हामीहरूको लाइन्स मेम्बर सदस्यहरू संसारभरि करिब 13 लाख 14 लाखको हाराहारीमा थियो। र आजको दिनमा पनि लाइन्सको 106-7 वर्ष भइसक्यो, अहिले पनि हाम्रो लाइन्सको संसारभरिको एउटा मेम्बरसिपको सङ्ख्या आज पनि 13,80,000 जति मात्रै रहेको छ। त्यो कारणले गर्दा यसमा के छ भने तपाईँको कुनै पनि एउटा भाँडोमा के छ भने माथिबाट हालेन भने तलबाट चुइने क्रम नरोक्यो भने त एक दिन त त्यो भाँडा त रित्तै हुने भयो। त्यसले गर्दाखेरि हामीले माथिबाट जुन मेम्बर हामीले ल्याएर राख्न सकेनौँ भने ड्रप आउट भएपछि त एक दिन त लाइन्समा त मेम्बर त एकदम सुक्खा भएर जाने हुन्छ। त्यो कारणले गर्दा मेम्बरसिप ग्रोथ हुन एकदम आवश्यकता छ, मेम्बरसिप बढाउन आवश्यकता छ। र अर्को कुरा जति हामीले सेवाका हातहरू फैलाउन सक्छौँ त्यति नै मात्रामा चाहिँ समाजमा एउटा सेवाका कार्यहरू पनि बढाउन सकिन्छ। जति अब एउटा भन्नुहोस् नि एउटा रुखमा जब यो जराहरू जति हामीले फैलाउन सक्यौँ त्यति त्यो रुख चाहिँ मजबुत हुन्छ। त्यो कारणले गर्दा पनि मेम्बरसिप ग्रोथ हुनलाई एकदम आवश्यकता छ, बढाउन आवश्यकता छ। र त्यसै कारणले मेरो मुख्य कार्यक्रममध्ये मैले यो एउटा ल्याएको छु। र अर्को चौथो रहेको छ तपाईँको क्लब एक्सटेन्सन। मेम्बरसिप बढाउनको लागि एउटा कस्तो हुन्छ भने क्लब बढायो भने मेम्बरसिप स्वतः बढ्ने कारणले गर्दा र हाम्रो डिस्ट्रिक्टमा अब आजको दिनमा पनि अलिकति अरू डिस्ट्रिक्टको दाँजोमा अलिकति कम नै क्लबहरू छन्, तर त्यो भनेर सबैभन्दा कम त होइन। तर आजको दिनमा जम्मा हामीहरूको डिस्ट्रिक्टमा 145वटा मात्रै क्लब छन् र अरू डिस्ट्रिक्टमा तपाईँको 270-80 सम्म क्लब रहेको छ। त्यो कारणले गर्दा यस वर्ष मैले मेरो मुख्य कार्यक्रममध्ये एउटा क्लब एक्सटेन्सनलाई पनि मैले ल्याएको छु। र अर्को रहेको छ 5औं नम्बरको मेरो यस वर्षको मुख्य कार्यक्रममा चाहिँ डिस्ट्रिक्ट बिल्डिङ। जबसम्म हामीले एउटा डिस्ट्रिक्ट बिल्डिङमा आफ्नो एउटा व्यवस्थित सचिवालय बनाएर काम गर्न सक्दैनौँ तर हामीले राम्रो एकदम गुणस्तरीय काम गर्न सक्दैनौँ। त्यो कारणले गर्दा चाहिँ यो मल्टिपलले चाहिँ करिब 9.5 करोडमा काठमाडौँको बानेश्वरमा एउटा जग्गा पनि किनिसकेको अवस्था छ, त्यहाँ शिलान्यास पनि भइसकेको अवस्था छ। र त्यसमा चाहिँ मल्टिपलबाट के कुरा भएको छ भने डिस्ट्रिक्टबाट जति कन्ट्रिब्युसन हुन्छ त्यही अनुसारको चाहिँ हामीलाई त्यहाँ एउटा अफिस कोठाहरू उपलब्ध हुने हिसाबले चाहिँ त्यसमा केही रकमहरू जम्मा गर्न आवश्यक रहेको छ। त्यसमा डिस्ट्रिक्ट गभर्नरले पनि आफ्नो हिसाबले पक्कै पनि कन्ट्रिब्युसन गर्नेछ र थोरै एउटा गरेर एउटा सम्पूर्ण लाइन साथीहरूलाई पनि एउटा मतलब एउटा अभिभावक भनौँ अभिकत्व एउटा होस् भन्ने हिसाबले
जति आफूले सक्नुहुन्छ त्यसमा कुनै यति हजार यति लाख गर्नुपर्छ भन्ने छैन। मिनिमम एउटा सहयोग गरेर एउटा डिस्ट्रिक्ट बिल्डिङको लागि यो कन्ट्रिब्युसन गर्नुपर्छ भन्ने हिसाबले मेरो 5औँ कार्यक्रममध्ये चाहिँ एउटा यो डिस्ट्रिक्ट बिल्डिङलाई पनि मैले यस वर्ष चाहिँ फोकसका साथ ल्याएको छु। जस्तै यो तपाईँ ल्याउनु भएको कार्यक्रमहरूमध्येमा अलिकति गाह्रो भनेको मेम्बरसिप ग्रोथ र क्लब एक्सटेन्सन यो चाहिँ रह्यो र यसलाई चाहिँ मिसन 1.5कै कारण यो बढी अन्य डिस्ट्रिक्टहरू पनि यसरी चलाइराखेको छ, क्लब खोल्नुपर्छ, मेम्बरसिप ग्रोथ गर्नुपर्छ भनेर। यो मिसन 1.5 सक्सेस हुन्छ? अब यस वर्षको हामीहरूको इन्टरनेसनल प्रेसिडेन्ट एपी सिंहले चाहिँ मिसन 1.5लाई चाहिँ एकदम मुख्य उहाँको कार्यक्रममा ल्याउनु भएको छ। यो मिसन 1.5 भनेको चाहिँ तपाईँको 2027 को जुनको लास्टसम्म चाहिँ उहाँले 15 लाख मेम्बर पुर्याउने, अहिले जुन 13,80,000 90,000को रेसियोमा छ, 15 लाख मेम्बर पुर्याउने उहाँको ठुलो एउटा इच्छाका साथ यो मिसन 1.5 चाहिँ ल्याउनु भएको छ। यसमा अब इम्पोसिबल भन्ने त के छ र, हरेक डिस्ट्रिक्टले हरेक मतलब क्लबका साथीहरूले सपोर्ट गरेर अगाडि बढेको खण्डमा मिसन 1.5 सक्सेस हुन्छ भन्नेमा म विश्वस्त छु। सक्सेस हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ। अब जस्तो लक्ष्य हुन्छ नि डिस्ट्रिक्टले लिएको, अहिलेसम्ममा त अब लगभग पुरा हुन लागिसक्यो भनौँ न, 4 महिनाको हाराहारीमा बाँकी छ समय। अब बाँकी रहेका लक्ष्यहरू प्राप्तिको लागि चाहिँ प्लानहरू के गरिरहनु भएको छ? अब मेन गरेर यो लाइन्समा के हो भने एउटा सबैभन्दा ठुलो टिमवर्क हो। जबसम्म हामीले टिमलाई एउटा सही तरिकाले अगाडि बढाउन सक्दैनौँ, टिम मिलेर अगाडि बढ्न सक्दैनौँ, तबसम्म डिस्ट्रिक्ट गभर्नर या डिजी टिमले मात्रै केही गर्न सक्दैन। त्यो कारणले गर्दा मैले जुन एउटा मेरो यस वर्ष मेरो क्याबिनेटका साथीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ एउटा समेटेर मैले अगाडि बढ्नुपर्छ भन्ने सोचाइका साथ अगाडि बढिराखेको छु। त्यो कारणले गर्दा मैले जुन एउटा लक्ष्यका साथ यस वर्ष डिस्ट्रिक्ट 325 जेलाई हाँकेको थिएँ, मैले जुन सोचेर यहाँ आएको छु, म अन्तिमसम्म चाहिँ मैले सोचेको मेरो एउटा टार्गेटहरू चाहिँ अचिभ गर्ने कुरामा म विश्वस्त छु। लाइन्समा अलिकति यो लक्ष्य प्राप्तिको लागि भनौँ अथवा गभर्नर अथवा अरू जोन रिजनहरू जुन एउटा फर्मेसन अनुसार बनाइन्छ, उहाँहरूलाई चाहिँ यो कार्य सम्पादन गर्नलाई बढी प्रेसर दिने, दबाब दिने, कन्ट्रिब्युसनमा धेरै लगाउने, सर्भिसका एक्टिभिटिजहरू अलिक कम हुने र बाँकी रहेका एक्टिभिटिजहरू नै बढाउने, त्यो गर्दाखेरि लाइन्समा भित्रिने मेम्बर र छोड्ने मेम्बरहरू यो अत्याधिक भइरहेछ। विशेष गरी छोड्नेहरू धेरै छन् भन्ने छ। यो भित्रिन त भित्रिन्छ, अघि तपाईँले भन्नुभएको जस्तै ल्याउँछौँ हामी मेम्बरसिप ग्रोथको नाममा, तर छोड्ने चाहिँ किन हुन्छ? उनीहरूले छोड्नुको कारण चाहिँ के हो? यो मैले जति पनि अहिले देखिराखेको छु कि यो छोड्ने मुख्य कारण चाहिँ हामीले बिना ओरिएन्टेसन चाहिँ नयाँ मेम्बरहरूलाई भित्राइराखेका छौँ। त्यसले गर्दाखेरि उहाँहरूको चाहिँ अपेक्षा एकदम ठुलो हुन आउँछ। किनभने लाइनिजममा आउने भनेको यहाँ लिनको लागि होइन, हामीले दिनको लागि आउने हो। यहाँ हामीले समय दिन्छौँ, सकेको आर्थिक सहयोग गर्छौँ र एउटा तपाईँको भन्नुहोस् नि हरेक हिसाबले एउटा कन्ट्रिब्युसन गरिराखेका हुन्छौँ। त्यो कारणले गर्दा जति पनि लाइन्स मेम्बर हामीले सदस्यहरू भित्राउँछौँ उहाँहरूलाई चाहिँ ओरिएन्टेसन दिएर मात्रै ल्याउनुपर्छ भनेर मैले यसपल्ट चाहिँ अलिकति ओरिएन्टेसनलाई पनि फोकस गरेको छु। र अर्को कुरा अब विभिन्न खालका हुन्छन्। हेर्नुहोस्, अब एउटा लाइन्समा आउने साथीहरू एउटा घर परिवारमा त हामीहरूको सबै आफ्नो सोचका साथ अगाडि बढिराखेका हुन्छन् भने यहाँ कोही विदेश आउनको लागि मात्रै भए पनि लाइन्स बनिराखेको अवस्था छ। अब उहाँहरूले विदेशको भिसा नपाएपछि उहाँहरू ड्रप आउट भएको अवस्था छ। र अर्को कुरा चाहिँ आर्थिक पारदर्शिता चाहिँ अलिकति कम भइरहेको अवस्था छ। यो क्लबहरूमा जति पनि अब एउटा सेवाका कार्यहरू गर्नलाई उहाँहरूले पैसा उठाउनुहुन्छ, कन्ट्रिब्युसन लिनुहुन्छ, तर त्यो सर्भिसको काम सकेपछि उहाँहरूले हिसाब किताब चाहिँ फर्स्योट गर्नुहुन्न, आफ्नो लाइन साथीहरूलाई जानकारी गराउनुहुन्न। त्यसले गर्दा के हुन्छ भने उहाँलाई एउटा त आफ्नो इन्टरनल मनमुटाव त भइ नै हाल्यो, र अर्को कुरा चाहिँ मुख्य गरेर अर्को कार्यक्रम गरौँ भने भोलिको दिनमा अर्को कार्यक्रम गर्छु भन्नुभयो भने उहाँलाई त्यही लाइन साथीहरूले फेरि एउटा फाइनेन्सियल कन्ट्रिब्युसन गर्न चाहिँ अलिक हिचकिचाउनुहुन्छ। त्यो कारणले गर्दा यो आर्थिक पाटो पनि एकदम आवश्यकता छ। त्यो आर्थिक पाटोले पनि कति साथीहरू चाहिँ एउटा क्लब छोडेर मतलब गइराखेको अवस्था त्यो पनि मैले देखेको छु। अब यो लाइन्समा विशेष गरी पैसा खर्च भएन भने त त्यो लाइन सदस्य बन्न पनि गाह्रो हुन्छ, टिक्न गाह्रो हुन्छ भन्ने हो। खर्च गर्नकै लागि लाइन्समा आउने हो, सेवा गर्नकै लागि आउने हो भन्ने पनि छन्, अनि केही चाहिँ अवसर खोज्नको लागि आउनेहरू पनि छन्।
यो सबैलाई हेर्ने हो भने र मेम्बरसिप ग्रोथको अवस्थालाई नै हेर्ने हो भने चाहिँ 325 जेको अवस्था चाहिँ के छ हालमा? अहिलेसम्म हाम्रो करिब हाम्रो 3300 हजुर जति चाहिँ मेम्बर रहेको छ र अहिले जुन मैले एउटा मेरो जुलाईमा मेरो कार्यकाल सुरुवात थियो त्योभन्दा चाहिँ अहिले करिब हामीले मेम्बर ग्रोथै छ। अहिले करिब 300 को हाराहारीमा चाहिँ हाम्रो मेम्बरसिप चाहिँ नेट ग्रोथमा चलिराखेको अवस्था छ। तर एउटा कुरा चाहिँ मार्केटमा कस्तो एउटा गलत उ भएको छ भने लायन्स भनेको चाहिँ एउटा धनीमानीको संस्था भनेर आइराखेको छ, तर वास्तवमा त्यो केही छैन। यहाँ तपाईँले लायन्स अन्तर्राष्ट्रियमा वर्षभरि तिर्नुपर्ने भनेको जम्मा $50 हो र त्यस्तै गरेर तपाईँको डिस्ट्रिक्ट र मल्टिपल गरेर जम्मा ₹1265 हो। त्यसले गर्दाखेरि एउटा वर्षमा 8-10 हजार तिर्नु भनेको त्यस्तो महँगो होइन, तर मार्केटमा चाहिँ यो धनीमानीको संस्था भनेर यो बेकारको यो अफवाहहरू फैलाइएको छ। त्यो कारणले गर्दा अब लाइन्समा अब आइसकेपछि त धेरै साथीहरूले बुझिराख्नु भएको छ, तर अब यसलाई कन्टिन्युटी दिनको चाहिँ लागि चाहिँ अब हामीले कस्तो भने विभिन्न एउटा सर्भिसका कार्यक्रमहरू गर्दै जानु पर्यो, क्लब मिटिङहरू हामीले रेगुलर राख्नु पर्यो। त्यो कारणले गर्दा फेलोसिप बढेपछि चाहिँ ड्रप आउटको सङ्ख्या चाहिँ घट्दै जाने मैले त्यो देखेको छु। त्यो कतिपय त अवसर खोज्नको लागि आउँछन् नि, नेता बन्नको लागि, ठुला मान्छे बन्नको लागि, मलाई सबैले चिनुन् भन्नको लागि पनि आउनेहरू पनि हुन्छन्। त्यो नेतृत्व लिडरसिप अन्तर्गत पर्यो होइन। अब त्यो नेतृत्वको ठाउँहरू चाहिँ कतिको दिनुभएको छ तपाईँले आफ्नो डिस्ट्रिक्टमा लाइन्समा लाग्ने लाइन्स सदस्यहरूलाई, अनि अवसरहरू के क्रिएट भएका छन्? अब हामीले एउटा कस्तो छ भने लाइनिजममा एउटा विभिन्न प्रोटोकलहरू हुन्छन्। जस्तै तपाईँको भन्नुहोस् एउटा क्लब प्रेसिडेन्ट नभइकन जनरली हामीले जोन चेयरपर्सन बन्न पाइँदैन। हजुर होइन, जोन चेयरपर्सन नबनिकन भोलिको दिनमा अगाडि बढ्नलाई अथवा इभन डिस्ट्रिक्ट गभर्नरको उम्मेदवार बन्न पनि मिनिमम जोन चेयरपर्सन बन्न आवश्यक हुन्छ। त्यो कारणले गर्दा एउटा लायन्सको प्रोटोकलै त्यही छ कि एकैचोटि तपाईँको सिनियर लिडर अथवा टपमा जान मिल्दैन। स्टेप बाई स्टेप त्यो अनुसार हामीले अगाडि बढाइराखेका छौँ र एउटा लिडरसिप डेभलपको लागि चाहिँ हामीले विभिन्न एउटा क्लासहरू लिइराखेका छौँ। जस्तै अस्ति भर्खर मात्रै पनि हामीले एउटा जोन रिजन योगको एउटा क्लास लियौँ होइन, एउटा स्कुलिङ प्रोग्राम गऱ्यौँ र त्यो हरेक पल्ट जस्तै अब हामीले मल्टिपलबाट पनि विभिन्न एउटा ट्रेनिङको आयोजनाहरू गर्दैछन् होइन। त्यसमा अब अस्ति भर्खर हाम्रो अब म पछिको नेक्स्ट गभर्नरज्यूले नै एउटा एफडिआई ट्रेनिङ लिनुभयो, त्यस्तै गरेर हाम्रो रिजन चेयरपर्सनज्यूले लिनुभयो। अब धेरैभन्दा ट्रेनिङको चाहिँ धेरैभन्दा धेरै एउटा अपर्च्युनिटीहरू रहेको छ लाइन्समा होइन। त्यो एउटा डिस्ट्रिक्ट लेभलबाट होस् या मल्टिपल लेभलबाट होस्, त्यो ट्रेनिङको अवधि चाहिँ मतलब एउटा ठुलो एउटा हामीले गरिराखेका हुन्छौँ। त्यो कारणले गर्दा त्यसरी एउटा लिडरसिपमा जानको लागि चाहिँ पहिला ट्रेनिङको आवश्यकता पर्छ र ट्रेनिङ लिएपछि उहाँको क्षमताको अनुसार उहाँहरूले कुनै लाइन्समा फेरि यति वर्ष बस्नै पर्छ भन्ने कुरा छैन। एउटा क्षमताको आधारमा चाहिँ हामीले अगाडि बढाइराखेको अवस्था छ। कतिपय चाहिँ डिस्ट्रिक्ट गभर्नरले आफ्नो मान्छेलाई दियो मलाई दिएन भनेर इरिटेसन हुनेहरू पनि हुन्छन् होला नि, त्यस्तो हुन्छ कि हुँदैन वास्तवमा? अब त्यो चाहिँ मलाई लाग्दैन, किनभने मैले त्यो कहिले पनि गरिनँ मेरो कार्यकालमा। अब हामीले एकैचोटि त्यहाँ कस्तो भने विभिन्न प्रोटोकलहरू हुन्छ। अब एकैचोटि अब जोन चेयरपर्सनलाई चिफ एडभाइजर बनाउन त मिलेन, किनभने जोनबाट रिजन हुनु पऱ्यो, रिजनबाट एरियातिर जानु पऱ्यो अथवा डिस्ट्रिक्ट मतलब चिफ हुनु पऱ्यो। त्यो कारणले गर्दा त्यो प्रोटोकल चाहिँ मेन्टेन गरेरै आउनुपर्छ। एकैचोटि हामीले गभर्नरले चाहेर मात्रै पनि त्यो हुँदैन, सम्भव छैन। त्यो चाहिँ सर्भिसका गतिविधिहरू भयो भने उनीहरूले त्यो लिडरसिपको मौका पनि पाउँछन्। धेरै सर्भिस गर्नेहरूलाई चाहिँ ठाउँ दिइन्छ पनि भनिन्छ र अघि कुरा उठाउनु भएको जस्तै आर्थिक पारदर्शिताको कुरो पनि आउँछ। जहाँनिर सर्भिस हुँदैन त्यहाँ आर्थिक पारदर्शिताको कुरा पनि अलिक कम उठ्लान्। जेमा हेर्ने हो भने चाहिँ अवस्था के छ? सर्भिस एक्टिभिटिजहरू कतिका भएका छन् अनि आर्थिक पारदर्शिताका लागि के पहलहरू गर्नुभएको छ? अब हामीहरूले एउटा सर्भिस एक्टिभिटिजमा हाम्रो डिस्ट्रिक्ट 325 जे चाहिँ अब राम्रै अवस्थामा रहेको छ र आर्थिक पारदर्शिताको रूपमा चाहिँ मैले हरेक एउटा प्रोग्रामहरू बोल्ने गरेको छु कि आर्थिक पारदर्शिता बिना चाहिँ क्लबहरू सस्टेन्स हुँदैन, मेम्बरसिपहरू राम्रोसँग मतलब चहल पहल हुन सक्दैन। त्यो कारणले गर्दा तपाईँहरूले चाहिँ एकदम कुनै पनि सर्भिसका काम गर्ने बित्तिकै 1 हप्ताभित्र चाहिँ तपाईँले एउटा आर्थिक एउटा हिसाब किताब चाहिँ फर्सेट गर्नु भनेर मैले हरेक
ठाउँमा चाहिँ बोल्ने गरेको छु र अहिलेसम्म त्यस्तो यहाँसम्म आइपुग्दा कुनै पनि क्लबले चाहिँ यस्तो फाइनेन्सियलमा यसो बदमास गर्यो यो गर्यो त्यो गर्यो भन्ने चाहिँ हामी डिजी लेभलमा चाहिँ आइपुगेको अवस्था छैन। अर्को चाहिँ यो क्लबहरूले गभर्नरसँग अपेक्षा के राख्ने रहेछन्? अब केही त अपेक्षा राख्छन् होला नि, गभर्नर भन्दा पनि डिस्ट्रिक्ट भनौँ, तल खोलेका जुन सामान्य क्लबहरू हुन्छन् उनीहरूले डिस्ट्रिक्ट लेभलबाट चाहने चाहिँ के रहेछन्? नयाँ क्लब अथवा क्लबका साथीहरूले एउटा डिस्ट्रिक्ट लेभलबाट चाहिँ एउटा फ्रिक्वेन्टली एउटा रिलेसन भइराखोस्, उहाँहरूको कलहरू आइराखोस्, सर्भिसका के छन् अलिकति एउटा गार्जियनसिपको भूमिका खेलिदियोस् भन्ने चाहिँ त्यो चाहना भइराख्ने रहेछ हरेक क्लबका अध्यक्षज्यू लगायत सम्पूर्ण साथीहरूले चाहिँ। त्यो हिसाबले चाहिँ अब यस वर्ष चाहिँ मैले अलिकति यो त्यही सोचेर नै यस वर्ष मैले क्लब भिजिटलाई पनि अलिकति फोकस गरेर अगाडि बढिराखेको अवस्था छ र अब म तुरुन्तै क्लब भिजिटलाई पनि अगाडि बढाएर सकेसम्म म हरेक क्लब भिजिट गरेर त्यहाँको वस्तुस्थितिको बारेमा चाहिँ बुझ्न पनि गइराखेको छु। क्लबले डिस्ट्रिक्टबाट राख्ने अपेक्षाहरूमा मैले भन्न खोजेको चाहिँ जस्तो कतिपय क्लबले बाहिरबाट फन्ड आउँछ, हामीलाई डिस्ट्रिक्टले नि पैसा दिन्छ अथवा मल्टिपलले पैसा दिन्छ, क्लब खोलिसकेपछि आर्थिक सहयोग पनि पाइन्छ भन्ने खालको सोच पनि राख्छन् होला नि, त्यस्ता खालको अपेक्षाहरू चाहिँ राख्ने भेट्नुभयो कि भेट्नु भएन? त्यस्तो पनि पक्कै छ र हरेक वर्ष हामीले नेपालमा जनरली हामीले क्लबहरूलाई चाहिँ दुई खालको चाहिँ एउटा फन्डबाट सपोर्ट गर्छौँ। एउटा हाम्रो आफ्नै गुठी छ एनएलएफ भन्ने, एनएलएफ गुठीबाट पनि हामीले हरेक वर्ष चाहिँ करिब 5-6वटा क्लबलाई चाहिँ जनाई 1 लाख रुपियाँको दरले एउटा सपोर्ट पनि गर्दै आएको छौँ। पहिला चाहिँ अलिकति हामीहरूको इन्ट्रेस्ट रेट बढी हुँदा हामीले त्योभन्दा बढी क्लबलाई सपोर्ट गर्न सकेका थियौँ, तर अहिले अलिकति इन्ट्रेस्ट रेट घटेको हिसाबले जुन एउटा हाम्रो मुद्दतीको पैसा छ त्योबाट जति हुन्छ मतलब हरेक क्लबलाई 1 लाख रुपियाँ चाहिँ हामीले एउटा एनएलएफ फन्डबाट सहयोग गरिराखेको अवस्था छ भने अर्को चाहिँ रहेको छ एलसिआइएफ भन्ने फन्ड हुन्छ, यो अन्तर्राष्ट्रिय फन्ड। त्यसबाट पनि हामीले विभिन्न खालको एउटा प्रोजेक्टहरू, ठुलो प्रोजेक्ट जस्तै 1 करोड 2 करोडसम्मको प्रोजेक्टहरूलाई चाहिँ हामीले सपोर्ट गरिराखेको अवस्था छ। लास्ट टाइम मात्रै हामीले गोर्खाको आरुघाटमा भीमोदय स्कुलको चाहिँ छात्रावास हामीले अस्ति भर्खर उद्घाटन गरेर आयौँ। त्यस्तै गरेर पोखराको हस्पिटललाई पनि हामीले अब तुरुन्तै हामीले एउटा उद्घाटनको चरणमा गइराखेको अवस्था छ। हामीले त्यो इन्टरनेसनल फन्ड ल्याउनको लागि पनि हामीले सक्दो एउटा प्रयास गरिराखेका हुन्छौँ र त्यसको लागि चाहिँ क्लबहरूले चाहिँ आफ्नो प्रपोजल पठाउनु पर्ने हुन्छ। त्यो प्रपोजल बेस्ट प्रपोजलको आधारमा चाहिँ हामीले इन्टरनेसनलमा हाम्रो स्लट पनि खाली हुनु पऱ्यो फेरि, किनभने पहिलाको जुन पैसाको हिसाब किताब नपठाइकन अन्तर्राष्ट्रिय चाहिँ अर्को पैसा दिँदैन, त्यो कारणले गर्दा स्लट खाली हुनु पऱ्यो, हिसाब किताब फर्सुट गरेपछि त्यस्तो पनि हामीले गरिराखेका छौँ। अब अहिलेसम्म आइपुग्दाखेरि गभर्नरले सामना गर्नु परेको चुनौतीहरू भनौँ न आफ्नो कार्यकालमा, तपाईँले अब सुरुवातमा त एकदमै हर्ष उल्लासका साथ आइन्छ, सबैले सहयोग गर्छु पनि भन्छन्, कन्ट्रिब्युसन पनि बोल्लान्, काम पनि गर्छु भन्छन्, प्रोटोकल पनि लिन्छन्, तर त्यो अनुसारको कतिपयले काम गरिदिँदैनन्। यी यस्तै अन्य पनि धेरै हुन सक्छन्। के चुनौतीहरू सामना गर्नुभयो? अलिकति त्यस्तो चाहिँ हुने रहेछ, मैले अहिले आएर फिल गरिराखेको। साथीहरूले कस्तो भने नयाँ एउटा क्याबिनेट बन्ने बेलामा चाहिँ म सबै कमिटमेन्ट म यो पनि गर्छु त्यो पनि गर्छु भन्ने खालका धेरै साथीहरूबाट त्यस्ता कमिटमेन्टहरू आउने र जब उसलाई चाहिँ एउटा प्रोटोकलमा एउटा महत्त्वपूर्ण जिम्मेवारी दियौँ हामीले, त्यसपछि चाहिँ अलिकति बिस्तारै सम्पर्क कम गर्दै जाने र एउटा आफ्नो दायित्व के हो, मेरो जिम्मेवारी के हो भन्ने नबुझ्ने र अलिकति बरु पछाडि बसेर ब्याक ब्याटिङ गर्ने त्यस्ता खालका सदस्यहरू पनि लायन्समा केही मात्रामा रहेका छन्। र तर पनि एउटा यो सामाजिक संस्था हो, यसमा कुनै हामीले स्यालेरीहरू पेड गरेको हुँदैनौँ। त्यो कारणले गर्दा गभर्नरले अब जस्तोसुकै ऊ भए पनि एउटा सबै साथीहरूलाई समेटेर मिलाएर नै अगाडि बढ्नुपर्छ, उहाँहरूलाई एउटा मोटिभेसन गरेरै अगाडि बढ्नुपर्छ जस्तो लाग्छ र म त्यही प्रयत्नमा रहेको छु। त्यही भएर हो कि लायन्समा धेरै राजनीति हुन्छ भन्ने चाहिँ अब प्रोटोकल लिने, मान सम्मान खाने, खादा लगाउने, हिँड्ने अथवा आसन ग्रहणमा बस्ने तर काम नगर्ने, जिम्मेवारी पुरा नगर्ने, अनि फेरि त्यो लिडरसिपको लागि मौका आइसकेपछि अब जस्तो तपाईँको कार्यकाल सकिन्छ, अर्को गभर्नरको कार्यकाल सुरु हुन्छ, त्यतिखेर पनि प्रोटोकल त चाहियो, फेरि उहाँलाई गयो फकायो, अनि त्यस्तै गर्नेहरू पनि धेरै भएर अलिकति यो काम जसले गर्छ उसले मौका नपाउँदाखेरि लायन्समा राजनीति धेरै भयो, राजनीतिक संस्था जस्तै हुन लाग्यो भन्ने खालको गुनासो सुनिन्छ बाहिर, छोड्नेहरूले त्यस्तै भन्छन्। वास्तवमा त्यस्तै हो, राजनीति धेरै हुने हो।
लाइनिजमको राजनीति र राजनीतिको राजनीतिमा त पक्कै पनि फरक छ। अब यहाँ चाहिँ कस्तो हुन्छ भने साथीहरूलाई जिम्मेवारी दिइन्छ, उहाँले आफूले काम गर्न नसकेको आफैले फिल गर्नुहुन्छ, अनि त्यसको बचावटको लागि पनि अलिकति राजनीतिक पाराले, किनभने आफू त बस्नु पर्यो, फेरि अर्कोचोटि पनि अब नयाँ गभर्नर आएपछि त फेरि त्यहाँ प्रोटोकलमा बस्नु पर्यो। त्यो कारणले गर्दा त्यस्तो खालको राजनीति चाहिँ लाइन्समा म्याक्सिमम मैले देखिराखेको छु। तर पनि अब हामीले एउटा, अथवा म गभर्नर भइराख्दा पनि जुन एउटा हामीले यो क्याबिनेट बनायौँ, त्यसमा चाहिँ गभर्नरले मात्रै पनि नभएर पिडिजीज्यूहरूको सरसल्लाह बमोजिम हुने हिसाबले अब आउने गभर्नरले पनि पक्कै पनि अब आइपिडिजीको सरसल्लाह लिएरै अगाडि बढ्नुहुनेछ। एक हिसाबले हाम्रो सरसल्लाह पनि भएको छ र त्यसमा चाहिँ मैले जुन एउटा आफूले काम नगर्नु भएको साथीहरू हुनुहुन्छ उहाँलाई चाहिँ पक्कै पनि सिफारिस गर्ने छैन। यो प्रोटोकलमा उहाँलाई राख्नु भनेर सिफारिस गर्नुहुन्न? म गर्दिनँ, किनभने मलाई जस्तो खालको सहयोग गर्नुभएको छ म फेयरली त्यही अनुसार नै रिकमेन्ड। फेरि कोही त तपाईँलाई सहयोग नगर्नेले अब आउने गभर्नरलाई सहयोग गर्ने होला नि? त्यो हुँदैन रहेछ। हिजोको दिनमा मैले पनि त्यो फिल गरेर कति साथीहरूलाई समेटेको थिएँ। हिजो नगर्नेले आज पनि गर्दैन र आज नगर्नेले भोलि पनि गर्दैन रहेछ। त्यो चाहिँ हामीले प्रष्ट रूपमा बुझ्न आवश्यक छ। यो काम गर्ने र नगर्नेलाई समायोजन गर्नुपर्छ भनेर नारा पनि रेस्पेक्ट इच अदर ल्याउनु भएको छ। मैले चाहिँ यस वर्ष त्यही तहले सबैलाई समेट्नुपर्छ। अब किनभने सबै खालको हुनुहुन्छ साथीहरू, कसैको के क्षमता छ, कसैको के क्षमता छ, सबै क्षमतालाई मिलाएर राख्न पायो भने चाहिँ डिस्ट्रिक्टले राम्रो गर्छ भन्ने हिसाबले मैले त्यो सोचेर अगाडि बढेको थिएँ। तर अलिकति मैले सोचे अनुरूप हुन पाएन। जतिखेर लाइन्समा प्रवेश गर्नुभएको थियो त्यतिखेर सोच्नु भएको थियो गभर्नर हुन्छु भनेर? अब मलाई त्यो सोच चाहिँ कता कताबाट आएको थियो, किनभने म जहाँ लाग्छु म राम्रोसँग लाग्छु भन्ने मैले एउटा मेरो भित्री मनबाट थियो। र मैले जुन एउटा गभर्नर मतलब एउटा सदस्यबाट इन्ट्री गरेँ मैले लाइनिजममा, त्यसपछि म एउटा प्रेसिडेन्ट हुने बित्तिकै चाहिँ मैले आफ्नो एउटा प्रेसिडेन्ट कालमा चाहिँ धेरैभन्दा धेरै मैले राम्रो कामहरू, उत्कृष्ट काम गरेँ। जब मान्छेले पनि के हो लाइनिजममा के रहेछ भने तपाईँले बुझ्नुपर्ने कुरा, जबसम्म प्रेसिडेन्ट हुँदैन नि तबसम्म लाइनिजमको बारेमा धेरै ज्ञान हुँदैन रहेछ। जब प्रेसिडेन्ट हुन्छ त्यसपछि लाइनिजमको बारेमा धेरै ज्ञान हुन्छ। र म प्रेसिडेन्ट हुँदाखेरि मैले हाम्रो त्यो बेला चाहिँ डिस्ट्रिक्ट 3 to 5 B1 भन्ने थियो। B1मा चाहिँ टप 5 मतलब प्रेसिडेन्टमा म पर्न सफल भएको थिएँ डिस्ट्रिक्टको। त्यस बेला हाम्रो डिस्ट्रिक्टमा करिब 400वटा जति क्लब थियो होला इन टोटलमा डिस्ट्रिक्टभरि। त्यसमा म टप 5 प्रेसिडेन्ट पर्न सफल भएको थिएँ। अनि त्यसले गर्दा एउटा मलाई के भयो, हौसला बढेर आयो, म केही गर्न सक्छु रहेछु भन्ने हिसाबले हौसला बढ्यो। र त्यसपछि चाहिँ म कन्टिन्यू एउटा प्रेसिडेन्टपछि जोन चेयरपर्सन, त्यसपछि रिजन चेयरपर्सन हुँदै हरेक वर्ष चाहिँ मैले एउटा उत्कृष्ट कार्य, एउटा गभर्नरले ल्याउनु भएको मुख्य कार्यक्रमहरूलाई चाहिँ सपोर्ट गर्दै अगाडि बढेँ। र एउटा लायन्स लिडरज्यूहरूले पनि मेरो कामप्रति मलाई विश्वास गरेर अगाडि बढाउनु भयो र म गभर्नर बन्न सफल भएँ। सँगसँगै आर्थिक कुरो पनि त आउला, अनि अब सुरुवातदेखि नै अहिलेसम्म आइपुग्दाखेरि त लायन्समा एउटा यो कन्ट्रिब्युसन पनि एउटा मेन पार्ट हुँदो रहेछ। यसमा सुरुका दिनदेखि बिना आर्थिक त तपाईँले सर्भिसका कामै गर्न सक्नुहुन्न। फेरि अलिकति हाम्रो कस्तो छ भने फेलोसिप गरेर साथीहरूलाई अगाडि बढाउन सक्यौँ भने बल्ल उहाँहरूले एउटा टाइम स्पेन्ड गर्ने हामीसँग, त्यो पनि एउटा परिपाटी रहेकोले आर्थिक पाटो त लाइनिजममा एकदम महत्त्वपूर्ण पाटोमा पर्छ। तपाईँलाई कहिले काहीँ लाग्दैन अहिलेसम्म आएकोमा यति धेरै खर्च गरिसक्यो, बरु जग्गा किनेको भए उपलब्धिमूलक हुन्थ्यो होला, अब गभर्नर काल सकिसकेपछि फेरि कहाँ जाने होइन, अथवा त्यो हुन्छ नि तनाव झेलिरहनु भन्दा यो सबै तनाव भन्दा त होइन, म एकदम सन्तुष्टि छु लाइनिजममा लागेर। म एकदम सन्तुष्टि छु। मैले जति पनि खर्चहरू गरेँ अथवा कन्ट्रिब्युसन गरेँ त्यसमा मेरो कुनै पनि पछुताव छैन। र भोलिको दिनमा पनि मैले त्यो गभर्नर हुँदा अथवा लाइनिजममा लाएर यति पैसा खर्च गरेँ भन्ने मेरो विचारमा आउँदैन थियो कहिले पनि। हिसाब राख्नु भएको छैन? एक्चुअल हिसाब त राखेको छैन। करिब अहिलेसम्म आउँदा भयो होला 40-50 लाखसम्म खर्च भयो कि कम्तीमा चाहिँ त्यति भयो होला एकदमै। कोही हुन्छ नि लाइन्समा जस्तो पैसै भयो भने पनि गभर्नर भइन्छ भन्ने सोच राख्नेहरू हुन्छन्। कोही चाहिँ पैसा होइन, यो त लिडरसिपको एउटा स्किल पनि हो
धेरै मेहनत गरेर त्यहाँ पुग्नुपर्छ भन्ने पनि हुन्छन्। वास्तवमा त्यो तपाईँको अनुभव हुन्छ नि, यो चाहिँ हो भनेर, जो चाहिँ मसँग पैसा छ म भोलि गभर्नर बन्छु भनेर लाग्नेहरू पनि हुन्छन्, तर चाहिने चाहिँ के रहेछ कि गभर्नर बन्नको लागि? होइन, गभर्नर बन्नलाई पैसाले मात्र केही पनि हुँदैन, त्यो गलत सोच हो। त्यो त्यस्तो सोच छ भने त्यो सोच आजैबाट त्याग्न पनि म अनुरोध गर्दछु। एउटा कस्तो हुन्छ भने गभर्नर बन्नको लागि एउटा आर्थिक पाटा एउटा पाटा हो भने सँगसँगै एउटा लिडरसिप डेभलप हुनु पर्यो, आफू एउटा सबैसँग फेलोसिप राम्रो हुनु पर्यो र एकैचोटि फेरि माथि एकैचोटि गभर्नर बन्ने सोच गर्छ भने त्यो पनि गलत हो। र स्टेप बाई स्टेप जुन आफूलाई दिएको जिम्मेवारी हो, एउटा डिस्ट्रिक्ट गभर्नरले विश्वासका साथ एउटा जिम्मेवारी दिएको हुन्छ, त्यो जिम्मेवारी पुरा गर्दै अगाडि बढ्न जो सक्नुहुन्छ उहाँ नै भोलिको गभर्नर बन्नुहुन्छ। त्यति चाहिँ चाहियो, जिम्मेवारी चाहिँ पुरा गर्नु, जिम्मेवारी पुरा गर्नुपर्छ। किनभने गभर्नरले ठुलो एउटा विश्वासका साथ जिम्मेवारी दिएको हुन्छ। बरु यदि तपाईँलाई त्यो सालमा कुनै प्रब्लम छ, घरायसी अथवा केही प्रब्लम छ भने त्यो जिम्मेवारी नै नलिनुहोस् भन्छु म चाहिँ। जब जिम्मेवारी लिनुहुन्छ भने पुरा गर्नुहोस्। अथवा तपाईँको एउटा घर परिवारको स्थिति ठिक छैन अथवा आर्थिक स्थिति ठिक छैन भने सर म यो वर्ष चाहिँ म जिम्मेवारी लिन चाहिँ अलिकति असमर्थ छु भनेर तपाईँले एकदम सुरुमै त्यो जिम्मेवारी नलिनको लागि अनुरोध गर्दछु। जब लिनुहुन्छ त्यसलाई एकदम फुलफिल गर्नुहुन पनि म अनुरोध गर्दछु। जस्तो अब यहाँसम्म आइपुग्दाखेरि पोजिटिभ मात्रै कुरा गरेर नि भएन, केही न केही त नेगेटिभ पोइन्टहरू छन् होला लाइन्सभित्र, जसले गर्दा मान्छेले छोड्छन् पनि, कहिलेकाहीँ चर्चा पनि त्यस्तै हुने गर्दछ। तपाईँको नजरमा चाहिँ यहाँभित्र भएका यो चाहिँ विकृति हो, यसलाई चाहिँ हटाउनुपर्छ भन्ने खालको केही छ? अलिकति मैले यसो हेर्दाखेरि जुन एउटा लाइन्स अन्तर्राष्ट्रियले पनि जहिले पनि यो मेम्बरसिप ग्रोथको कुरालाई चाहिँ अलिकति एउटा क्वालिटीको मेम्बर भित्राउनु पर्छ कि भन्ने मलाई त्यो लागिराखेको छ। किनभने त्यहाँ प्रोग्रामहरूमा आउँदा अलिकति जस्तो खालको पनि मेम्बर आउँदा चाहिँ त्यो राम्रो मेम्बरहरूलाई चाहिँ यो लाइनिजम पनि खस्केर गएछ अलिकति भन्ने त्यो पनि मैले त्यो फिल गरेको छु र मलाई केही साथीहरूले त्यस्तो कुरा पनि राख्नु भएको अवस्था छ। त्यो कारणले गर्दा क्वालिटीको मेम्बर भित्राउन एउटा आवश्यकता छ र यो कन्ट्रिब्युसनदेखि लिएर एउटा आर्थिक पाटालाई चाहिँ हामीले त्यस्तो प्रेसर दिन पनि हुँदैन जस्तो लाग्छ मलाई। किनभने अहिले देशको स्थिति अथवा विश्वकै स्थिति अलिकति आर्थिक पक्षमा चाहिँ अलि त्यति राम्रो अवस्था छैन। त्यसले गर्दा जुन हामीले प्रेसराइज गऱ्यो भने पनि उहाँहरूको चाहिँ आफ्नो मोरल डाउन भएर पनि मैले केही कन्ट्रिब्युसन गर्न सकिनँ भन्ने हिसाबले त्यसरी पनि अलिकति त्यो नेगेटिभ सोच आएको हो कि भन्ने मैले एउटा फिल गरेको छु। र त्यो कारणले गर्दा मैले यो वर्ष चाहिँ मैले कसैलाई पनि त्यस्तो दबाब प्रेसर केही नगरिकन समेटेर अगाडि बढिराखेको अवस्था। पैसाको लागि प्रेसर दिनुभएको छैन? कुनै पनि मैले इभन सर्भिसको लागि पनि मैले प्रेसर गरेको छैन आजको दिनमा, र मैले आर्थिक पक्षको लागि कन्ट्रिब्युसनको लागि पनि कुनै पनि साथीहरूलाई मैले त्यो प्रेसर गरेको छैन। अब यो पहिलेको लाइन्स र अहिलेको लाइन्समा सर्भिसको क्वालिटी चाहिँ अलिकति डाउन भयो। अहिले चाहिँ अलिकति देखाउनकै लागि सोसल मिडियामा हाल्नकै लागि बढी कामहरू भए, गुणस्तरीय सर्भिस प्रोजेक्टहरू भएन भन्ने छ। यसलाई चाहिँ विकृतिको रूपमा लिन सकिँदैन? अब कति साथीहरू चाहिँ एउटा फेसबुकमा पोस्ट गर्नको हिसाबले पनि कति सर्भिसमा आउने फोटो खिच्ने गइहाल्ने पनि हुनुहुन्छ, तर कतिले एकदम उत्कृष्ट सर्भिसका कार्यहरू पनि गरेको अवस्था छ। त्यो कारणले गर्दा हामीले सबैलाई एउटै उसमा राख्न मिल्दैन। अब कोही त्यस्ता खालका पनि छन् सर्भिसको सट्टा एउटा फेसबुक पोस्टिङको लागि र अर्को रियल सर्भिस नगरिकन त्यस्तो छन्। तर बेसिकल्ली चाहिँ अब सर्भिस एक्टिभिटिजहरू भइराखेको अवस्था छ र यस वर्ष त झन् मैले अब स्थानीय सरकारसँग मिलेर सर्भिसको कामहरू गरौँ भन्ने हिसाबले मैले मेन मुख्य कार्यक्रम ल्याएको थिएँ। स्थानीय सरकारसँग मिलेर काम गर्दा एउटा सर्भिस पनि क्वालिटीको हुने मैले देखेको छु र भइरहेको पनि अवस्था छ। अब लाइन्समा लाग्नेहरूलाई चाहिँ सुझाव के दिनुहुन्छ? लागिराख्ने साथीहरूलाई मुख्य गरेर हेर्नुहोस्, यो लाइन्स अथवा जुनसुकै संस्थामा नै सबैभन्दा ठुलो कुरा चाहिँ अनुशासनको कुरा हुन्छ। अनुशासन बिना तपाईँको एउटा सानो घर परिवार त चल्दैन भने यो संसारको सबैभन्दा ठुलो संस्था लायन्स इन्टरनेसनलको हामी सदस्य। त्यो कारणले गर्दा तपाईहरूले चाहिँ एउटा अनुशासन चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ, अनुशासित हुनु आवश्यक छ। र अर्को कुरा चाहिँ त्यस्तो ठुलो सोच नबनाउनुहोस्, ठुलो सोच बनाएर नआउनुहोस्। यसमा हामीले लिने केही छैन, लाइन्समा हामी दिनको लागि आउने हो। त्यो कारणले गर्दा
त्यस्तो सोच बनाएर नआउनुहोस्। अर्को कति साथीहरू मैले अघि पनि भने विदेश जानको लागि पनि लायन्स बनेर आउनु भएको अवस्था छ। त्यस्तो विदेश जानलाई लायन्समा त्यो सोच छ भने तपाईँ लायन्समा नआउनुहोस्, म त्यो क्लियरली भन्न चाहन्छु। ट्राभल एजेन्सी गयो भयो, ट्राभल एजेन्सी जानुहोस्, भिसा प्रोसेस गर्नुहोस्, विदेश जानुहोस्, त्यो आफ्नो ठाउँमा छ। लायन्समा लागेर विदेश जान्छु मात्रै भन्ने सोच छ भने कृपया लायन्समा नआउनुहोस्, म प्रष्ट रूपमा यो पनि भन्न चाहन्छु। अब जो छोडिरहेका छन् नि, एउटा अघि न पनि हामीले कुरा गऱ्यौँ, छोड्नेहरूको सङ्ख्या बढिरह्यो भने माथिबाट त्यो भित्र्याएर मात्रै पनि हुँदैन। जो चाहिँ छोडेर गइरहेछन् उहाँहरूका लागि चाहिँ के भन्न चाहनुहुन्छ? यो छोड्नुको मुख्य काम चाहिँ के भइरहेछ भने के कारणले छोडिराख्यो भने उहाँहरूको एउटा रेगुलर क्लब मिटिङ नहुने, सर्भिसका काम नहुनु, यो सबै कारणले गर्दा चाहिँ एक अर्कामा चाहिँ फेलोसिप भएन। फेलोसिप नभएपछि यो लायन्समा लाग्यो खालि पैसा मात्रै माग्छ भन्ने त्यो नेगेटिभ सोच मात्रै आयो उहाँहरूमा। त्यो कारणले गर्दा क्लब मिटिङ टाइममा हुनु पर्यो, एउटा सर्भिसको कामहरू हुनु पर्यो र जसले गर्दा चाहिँ एउटा फेलोसिप होस्, एउटा टिमवर्क होस्। त्यसले गर्दाखेरि चाहिँ त्यसरी चाहिँ यो ड्रप आउटको सङ्ख्या चाहिँ त्यसरी चाहिँ हामीले कम गर्न सकिन्छ कि जस्तो लाग्छ। र अर्को कुरा चाहिँ अलिकति हामीले अब जोन रिजनले चाहिँ विशेष गरेर चाहिँ क्लबमा भित्र एउटा बुझेर उहाँहरूको वास्तविक समस्या के हो त ड्रप आउट हुने, त्यस्तो कुरा एउटा पहिचान गरिदिनु भयो भने हामीले डिजी लेभलबाट पनि हामीले त्यस्तो मेम्बरलाई पर्सनल्ली फोनबाट सम्झाएर त्यो पनि गर्न सक्छौँ। र एउटा क्लब लेभलको भनेको तपाईँको लायन्स इन्टरनेसनलले के भन्छ भने जोन चेयरपर्सन भनेको क्लबको लागि गभर्नरै हो। त्यो कारणले गर्दा मैले बारम्बार हरेक कार्यक्रममा भन्ने गरेको छु, जोन चेयरपर्सनले चाहिँ आफू अन्तर्गत रहेको क्लबको हरेक मेम्बरको चाहिँ नालीबेली थाहा हुन आवश्यकता छ। उहाँ कुन खालको चाहिँ मेम्बर हुनुहुन्छ, उहाँलाई कुन चाहिँ जिम्मेवारी दिँदा चाहिँ उहाँले राम्रोसँग पुरा गर्नु सक्नुहुन्छ। कोही तपाईँको आर्थिक पछि सबल भएको मेम्बर हुन सक्छन्, कोही तपाईँको समय दिने खालको हुन्छन्। त्यो सबै बुझाएर मिलाएर जब एउटा क्लब अध्यक्षले लाग्नुहुन्छ, अगाडि बढाउनुहुन्छ, त्यो भयो भने चाहिँ भोलि चाहिँ तपाईँको यो ड्रप आउटको सङ्ख्या चाहिँ धेरै घट्छ र यसरी नै हामी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। अर्को एउटा जस्तो अब तपाईँ पनि त्यही ठाउँमा पुग्दै हुनुहुन्छ भनौँ, यो पिडिजी, हामी लायन्सको भाषामा छोटकरीमा पिडिजी भनिन्छ, पास्ट डिस्ट्रिक्ट गभर्नरज्यूहरू जो हुनुहुन्छ, हरेक डिस्ट्रिक्टमा उहाँहरूले खेल्ने भूमिकाको विषयलाई लिएर एउटा लाइनमा चर्चा हुने गर्दछ। त्यहाँ अलिकति जिगज्याग गर्ने, पोलिटिक्स ल्याउने, आफ्नो मान्छे तान्न खोज्ने चाहिँ पिडिजीहरू हुन् भन्ने खालको छ। अब तपाईँ पनि अब आइपिडिजी त्यसपछि पिडिजीमै पुग्नुहुन्छ। उहाँहरूको अहिलेसम्म देखेको भूमिका के हो र उहाँहरूको भूमिका कस्तो भयो भने चाहिँ एउटा डिस्ट्रिक्ट राम्रो डिस्ट्रिक्ट बन्छ जस्तो लाग्छ? अब पिडिजी भनेको चाहिँ एउटा डिस्ट्रिक्टको अभिभावक हो होइन। उहाँहरू किनभने धेरै वर्ष एउटा लाइनिजममा लागेर आफ्नो गभर्नर काल सकेर आफ्नो गभर्नर कालको बेलामा चाहिँ के कति खालका कमजोरी भए त्यो सबै अनुभव बटुलिसक्नु भएको एउटा सिनियर आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ पिडिजी। त्यो कारणले गर्दा उहाँहरूको सही मार्गनिर्देशन पायो भने डिस्ट्रिक्ट पनि राम्रो तरिकाले अगाडि बढ्न सक्छन्। तर अलिकति अहिले पछिल्लो दिनहरूमा आएर चाहिँ पिडिजीहरूले चाहिँ राम्रो सरसल्लाह मात्रै नदिएर कति ठाउँमा चाहिँ अलिकति व्यक्तिवाद, आफ्नो व्यक्तिलाई चाहिँ अगाडि बढाउने, मतलब फलानुलाई च्यापेर अगाडि बढाउने, त्यसो गर्नाले चाहिँ एउटा डिस्ट्रिक्टमा चाहिँ डिस्ट्रिक्टको हार्मोनी नै अलिकति बिग्रिरहेको अवस्थाहरू पनि छन्। त्यो कारणले गर्दा म पनि भोलिको दिनमा अब आइपिडिजी हुँदै पिडिजी बन्दैछु, तर मैले चाहिँ एकदम पिडिजी भएर कुनै त्यस्तो राजनीतिक नगरिकन मैले सकेको एउटा लाइनिजममा मेरो यति वर्षको अनुभवमा मैले जे बटुल्न सकेँ म त्यसलाई चाहिँ मेरो गभर्नरहरूलाई चाहिँ म त्यसरी साथ सल्लाह दिएर चाहिँ म अगाडि बढ्ने सोचमा छु। अब आउने चैत 21 गते डिस्ट्रिक्टको 325 जेको चौथो कन्भेन्सन हुँदैछ। त्यसपछि नयाँ डिस्ट्रिक्ट गभर्नर त्यहाँनिर चुनिनुहुन्छ। त्यसको तयारी चाहिँ के गर्नुभएको छ डिस्ट्रिक्ट डिजी टिमको तर्फबाट? यो हामीहरूको डिस्ट्रिक्टको चौथो कन्भेन्सन पोखरामा यो चैत 21 गते अथवा अप्रिलको 4 तारिक हुन गइराखेको छ। यसमा चाहिँ हाम्रो डिस्ट्रिक्टको सबैभन्दा पुरानो अनुभवी क्लब लायन्स क्लब अफ पोखरा अन्नपूर्णले चाहिँ होस्ट गरिराखेको अवस्था छ। त्यो अन्नपूर्ण क्लब भन्ने बित्तिकै चाहिँ हाम्रो डिस्ट्रिक्टको बाइफर्केसन पछिको पहिलो डिस्ट्रिक्ट गभर्नर आदरणीय ध्रुवत श्रेष्ठ दाई हुनुहुन्छ। उहाँलाई चाहिँ हामीले एज अ कोरियोग्राफरको रूपमा पनि चिन्ने गरेका छौँ। उहाँले नै उहाँको नेतृत्वदायी भूमिकाले चाहिँ अब यो जुन एउटा कन्भेन्सन सफल हुन्छ, उत्कृष्ट हुन्छ भन्ने कुरामा कुनै दुविधा छैन। साथसाथै यसमा चाहिँ अब हामीहरूको संयोजक एउटा कन्भेनर एउटा सूर्य बरालजीले गर्दै हुनुहुन्छ।
उहाँ पनि धेरै अनुभवी हुनुहुन्छ र यो कन्भेन्सनको मा चाहिँ मतलब कमी कमजोरी हुन्छ भन्ने पक्षमा मतलब सोचमा म 1% पनि त्यस्तो हुँदैन, उत्कृष्ट हुन्छ भन्ने सोचमा म छु। आफ्नो कार्यकाल सकिएपछि पनि अब पक्कै पनि अभिभावकको भूमिकामा रहेर तपाईँले डिस्ट्रिक्ट 325 जे नेपाललाई एउटा राम्रो डिस्ट्रिक्ट बनाउनको लागि अभिभावकीय भूमिकामा राम्रोसँग रहनु होला। हाम्रो तर्फबाट यो शुभकामना र तपाईँसँग धेरै कुराहरू अरू लाइनिजमको बारेमा फेरि पनि हामी कुराकानी गर्नेछौँ। आज भने यो समय दिएर यति धेरै जानकारीहरू डिस्ट्रिक्ट 325 जे नेपालको र समग्र लाइनिजमको बारेमा राखिदिनु भयो। म गभर्नर साहबलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बस धन्यवाद। म पक्कै पनि अहिले मलाई मेरो आइपिटिजीज्यूले जति सहयोग गर्नुभएको छ त्योभन्दा पनि बढी सहयोग एज अ आइपिटिजीको हिसाबले म मेरो डिस्ट्रिक्ट गभर्नरलाई गर्नेछु, किनभने डिस्ट्रिक्ट राम्रो हुनु भनेको हामी सबैलाई राम्रो हुनु हो। त्यो कारणले गर्दा मैले मेरो आफ्नो कार्यकालमा गर्न नसकेका कुराहरू पनि यस्तो यस्तो एउटा अनुभवका साथ म मेरो डिस्ट्रिक्ट गभर्नरलाई सेयर गर्नेछु र उहाँलाई 100 होइन कि म 200% सपोर्ट गरेर अगाडि बढ्नेछु र आउँदा दिनहरूमा पनि लाइनिजमको लागि के गर्नुपर्छ म त्यसको लागि सदैव तयार रहने पनि जानकारी गराउँदै बिदा हुन्छु र तपाईँलाई पनि एकदम यो अमूल्य समय दिनुभयो मलाई आफ्नो केही भनाइहरू राख्ने, यसको लागि तपाईँलाई पनि एकदम हार्दिक धन्यवाद दिन चाहन्छु र अहिले म यहीँ बिदा हुन्छु। धन्यवाद। धन्यवाद गभर्नर साहब। नमस्कार। उहाँ हुनुहुन्थ्यो लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 325 जे नेपालका डिस्ट्रिक्ट गभर्नर पिएमजिएफ लाइन मिलन बाबु मल्ल। उहाँसँग आज हामीले डिस्ट्रिक्ट 325 जे नेपाल र समग्र लाइनिजमको बारेमा धेरै कुराहरू गऱ्यौँ र आगामी अङ्कहरूमा पनि लाइनिजमको बारेमा, नेपालको लाइन्सको इतिहासको बारेमा र अन्य लाइन्सका बारेमा धेरै कुराहरू थाहा पाउनका लागि अतिथिज्यूहरूलाई लिएर आएर उहाँहरूसँग कुराकानी गर्दै रहनेछौँ। त्यतिन्जेलसम्मका लागि चाहिँ यो अङ्क हेरिदिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। अर्को अङ्कमा फेरि भेटौँला। नमस्ते।